नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। अर्घाखाँचीमा जीव दुर्घटना, 3 जनाको मृत्यु। वीरगञ्ज र बुटवलमा दुर्घटना हुँदा 2 जनाको मृत्यु। महोत्तरीको बर्दिवासमा डकैतको आक्रमणबाट केही व्यक्ति घाइते, करिब 15 लाखको सामान लुटपाट। सर्वोच्चको फैसलालाई सरकार र संसदले कानुनी मान्यता दिनुपर्ने महाधिन्यायवक्ताको स्पष्टति। प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न नसकिने सरकारको स्पष्टति। र सरकारले गैर सरकारी संस्थाहरूलाई जवाबदेही बनाउन चाहेको अर्थमन्त्री खतिवडाको भनाइ। अब समाचार विस्तारमा। अर्घाखाँचीको सन्धिखर्कमा बिहिबार जीव दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिखर्क आउँदै गरेको लु 1 ज 1329 नम्बरको जीव सन्धिखर्क नगरपालिका वडा नम्बर 7 को खाँची खोलामा दुर्घटनाग्रस्त भएको हो। मृत्यु हुनेमा जीव चालक 50 वर्षीय सुमन्त भूषाल र अर्घाखाँची मालारानी गाउँपालिका 3 का 35 वर्षीय रुद्रप्रसाद भूषाल रहेका छन्। अर्का अन्दाजी 45 वर्षीय तराई मूलका व्यक्तिको नाम ठेगाना भने खुलेको छैन। दुर्घटनामा 4 जना गम्भीर घाइते भएका छन्। उनीहरूको युनिभर्सल मेडिकल कलेज भैरवामा उपचार भइरहेको प्रदेश 5 ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। वीरगञ्जमा बसको ठक्करबाट बिहिबार बिहान एक साइकल यात्रीको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका 14 प्रिपा बाइपास अन्तर्गतको सडक खण्डमा काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना7 ख 2235 नम्बरको बसले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको हो। मृत्यु हुनेमा वीरगञ्ज 18 निवासी अफरोज मिया रहेका छन्। बसका चालक फरार रहेको र बसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवलको पाखापानीको कारको ठक्करबाट बिहिबार बिहान 1 जनाको ज्यान गएको छ। लु 1 च 1588 नम्बरको कार र लु 36 प 4314 नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक सैनामैना नगरपालिका 4 का अन्दाजी 25 वर्षीय अजित सलामी मगरको मृत्यु भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएको मगरको युनिभर्सल मेडिकल कलेज भैरवामा उपचारको क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। स्कुटरमा सवार सैनामैना 4 कै 22 वर्षीय सञ्जय पटेल र 26 वर्षीय विक्रम थारू घाइते भएका छन्। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने कार र कार चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ। महोत्तरीको बर्दिवासमा बुधबार राति डकैती भएको छ। बर्दिवास नगरपालिका 6 र 7 प्रेमनगरमा डाकाहरूले लाखौंको धनमा लुटेर लगेका छन्। मध्यराति झण्डै 1 दर्जनको संख्यामा आएका डाकाहरूले आक्रमण गर्दै सुन चाँदी नगद गरी 15 लाख बराबरको धनमा लुटेका छन्। बर्दिवास नगरपालिका वडा नम्बर 6 प्रेमनगरका चन्देश्वर महतो र वडा नम्बर 7 का प्रेमनगरका रामसुनर महतोको घरमा डाकाहरूले आक्रमण गरी डकैती गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। लुटेराहरूमध्ये 1 जना हतियारसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको चन्द्रपुर नगरपालिका घर भएका 40 वर्षीय देवनारायण कापड रहेका प्रहरीले जनाएको छ। उनलाई गाउँलेहरू नजिकै रहेको बढहडी खोलाबाट पक्राउ गर्न सफल भएका छन्। डाकाको आक्रमणबाट घरधनी चन्देश्वर महतो, उनका श्रीमती जयवती देवी र छोरा 27 वर्षीय उमेश महतो घाइते भएका छन्। घाइते 3 जनाको बर्दिवास स्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ। प्रदेश 2 का अस्थायी शिक्षकहरूले संघीय सरकारले आफूहरूलाई विस्थापित गर्न खोजेको भन्दै आन्दोलनमा उत्रिएका छन्। नागरिकलाई रोजगार गर्न दिने मौलिक हकलाई संघीय सरकारले विभिन्न बहाना बनाएर कुण्ठित गर्न खोजेको भन्दै अस्थायी शिक्षकहरूले बिहिबार जनकपुर धाममा प्रदर्शन गरेका हुन्। प्रदेश 2 अस्थायी शिक्षक आन्दोलन परिचालन समितिको नेतृत्वमा शिक्षकहरूले मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाएका छन्। सरस्वती माविबाट निस्किएको विरोध जुलुस जिल्ला प्रशासन कार्यालय, कदमचोक, भानुचोक,
मिल्सेरिया हुँदै मुख्यमन्त्री कार्यालयमा पुगेर कोन सभामा परिणत भएको थियो। समितिका संयोजक धर्मेन्द्र यादवले अस्थायी शिक्षकहरू समक्ष पनि सङ्घीय सरकारले विभिन्न बहानामा विस्थापित गर्न खोजेको आरोप लगाउनुभयो। अस्थायी शिक्षक आन्दोलन परिचालन समिति प्रदेश 2 समितिका सहसंयोजक विनोद यादवले आफूहरूलाई स्थायी गर्न दबाव स्वरूप चरणबद्ध सङ्घर्षदेखि आमरण अनसनसम्मका आन्दोलन गरे पनि कुनै सुनवाई नभएपछि समिति गठन गरेको प्रदेश स्तरीय आन्दोलनमा उत्रिनु परेको बताउनुभयो। अस्थायी शिक्षक आन्दोलन परिचालन समिति प्रदेश 2 शिक्षकहरू ज्ञापन पत्र बुझ्दै प्रदेश 2 का प्रमुख सचिव दीपक सुवेदीले उनीहरूका माग मुख्यमन्त्री समक्ष पुर्याउने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। अस्थायी शिक्षकहरूले शुक्रबारबाट मुख्यमन्त्री कार्यालय अगाडि धरना दिने जनाएका छन्। उनीहरूले केही दिन धरना दिने र त्यसपछि पनि कुनै सुनवाई नभए सङ्घर्षका थप कार्यक्रम ल्याउने समेत चेतावनी दिएका छन्। अब समाचारमा व्यावसायिक विश्रामपछि सर्वोच्चको फैसलालाई सरकार र संसदले कानुनी मान्यता दिनुपर्ने महान्यायाधिवक्ताको स्पष्टति। प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न नसकिने सरकारको स्पष्टति र सरकारले गैर सरकारी संस्थाहरूलाई जवाबदेही बनाउन चाहेको अर्थमन्त्री खतिवडाको भनाई। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्च अदालतले गरेको फैसलालाई सरकार र संसदले कानुनी मान्यता दिनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो। महान्यायाधिवक्ता खरेलले सर्वोच्च अदालतले गरेको फैसलाको आधारमा सरकारले संसदमा विधेयक ल्याउने र त्यसलाई संसदले कानुनी मान्यता दिनु अनिवार्य भएको दावी पनि गर्नुभयो। नेकपाकी सांसद पम्फा भूषालले सर्वोच्च अदालतले लोकसेवा आयोगलाई दिएको आदेशप्रति आपत्ति जनाइरहनु भएका बेला उहाँले सर्वोच्च अदालतको फैसला सरकार र संसद दुवैले मानेर जानै पर्ने तर्क पनि गर्नुभयो। बिहिबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा प्रमाण विधेयक 2075 माथिको छलफलमा भाग लिँदै महान्यायाधिवक्ता खरेलले संसदले सर्वोच्च अदालतको फैसलाहरूलाई कानुनको दायरामा ल्याउन ढिलाइ गर्न नहुने पनि बताउनुभयो। तर्क पनि एउटा बलियो आएको हुनाले हामी कानुनी निर्माणको प्रक्रियालाई विकसित गर्दै जाँदाखेरि अदालतले गरेका फैसलाहरूलाई पनि कानुनको विकसित प्रणालीभित्र इन्कर्पोरेट गर्दै जान्छौँ र पार्लियामेन्ट संसद सरकारले संसदमा ल्याउँछ र संसदले आफ्नो कानुनको दायराभित्र ती विषयवस्तुलाई समावेश गर्दै जान्छ। हामी यसरी संशोधनको माध्यमबाट कानुनलाई विकसित गर्छौँ। पार्लियामेन्ट्री सिस्टमभित्र हुने चिजहरूभित्र एउटा अनिवार्य चिज यो हो। यसमा अहिले प्रस्ताव गर्न खोजिएको विधेयकको प्रस्ताव महान्यायाधिवक्ता खरेलले अन्य प्रमाणहरूले पुष्टि नगरेसम्म सहअभियुक्तिले पेश गरेको प्रमाण मान्य नहुने पनि बताउनुभयो। सरकारले संघीय संरचना अनुसार प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न नसकिने जनाएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहिबारको बैठकमा गृह सचिव प्रेम राईले समायोजनमा जाने निजामती कर्मचारीहरूको तह वृद्धि गरिए जस्तो व्यवस्था प्रहरीमा गर्न नसकिने बताउनुभयो। समायोजनमा लग्दा प्रदेश र सङ्घ प्रहरीबीच विभेद आउने अवस्था देखिए पनि बढुवा गर्दा दायित्व बढ्ने र त्यसमा अर्थ मन्त्रालयको सहमति प्राप्त नभएकाले बढुवाको सम्भावना नभएको स्पष्ट पार्नुभयो। निजामतीतर्फ बढुवा नभए तह मिलान गर्ने काम भएको र प्रहरीतर्फ तहको कुरा गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो। कुरामा हामीले क्याल्कुलेसन गर्दाखेरि मैले त्यतिखेर पनि भनेको थिएँ एउटा चाहिँ दुईटा प्रहरी बीचमा विभेदको अवस्था पनि आउन सक्ने प्रमोसनको कारणले नेपाल प्रहरी र प्रदेश प्रहरीका तिनै कर्मचारी बीचको कुरा गरेका थियौँ। अर्को कुरो दायित्व म्याक्सिमम बढ्ने, दायित्व बढ्दाखेरि अब अर्थ मन्त्रालयको कुनै सहमति यसमा प्राप्त भएको छैन र निजामतीतर्फ बढुवा भएको होइन, तह मिलान मात्रै भएको हो। त्यसैले तह मिलान मात्रै गरेको यो तहमा हेरेर हामीले ल्याएका छैनौँ। अब यहाँको पनि तह बनाएर जाने प्रदेशको चाहिँ प्रहरीको भने त्यो चाहिँ सम्भव होला, तर अब हामीले त्यो खालको कन्सेप्टबाट हामी आएको अवस्था पनि छैन। त्यसैले त्यो बढाको सम्भावना रहेको छैन। बैठकमा कानुन न्याय तथा संसदीय मन्त्रालयका सहसचिव धनराज गेवालीले प्रदेश प्रहरीको सिङ्गो प्रारूप गठन गर्न सम्भव नभएको तर्क गर्नुभयो। उहाँले प्रदेश प्रहरी सङ्गठन बनाएर समायोजन गर्न सकिने भए पनि प्रदेश प्रहरी ऐन नबनेसम्म समस्या देखिने बताउनुभयो। आयो स्टेबल भएन
प्रदेशका मान्छेहरू फुतफुत निकालिदिएको अवस्था आएकोले पछि निजामतीमा समायोजनतिरै जानुपर्छ भन्ने कुरा आयो। तर त्यो चाहिँ इजी वे थियो, अहिले इजी बाटो चाहिँ त्यो थियो। तर हामी यस्तो छौँ कि माथि केन्द्रबाट डिएसपीले हामीले भन्नु, तर तथापि प्रदेश प्रहरी सङ्गठनको सिङ्गो प्रारूप आजका मितिमा सम्भव छैन, एकैचोटि सम्भव छैन। त्यस कारण अहिले खुलेर कुरा गर्दा के हो भने हामीले के सोचिरहेछौँ भने एसपी र त्योभन्दा माथिको पदमा जाने व्यक्तिको पदाधिकार केन्द्रको पुलमा राखेर प्रदेश सरकारले परिचालन गर्ने गरी खटाउँ। जस्तै इन्डियामा प्रदेश प्रहरीमा भर्ना भएको मान्छे ऊ आफ्नो अर्को सङ्घीय प्रहरी वा इन्डियन पुलिसमा गएन, प्रमोसन हुन सकेन भने डिएसपीबाट जान्छ। त्यो कुरामा हामी क्लियरली भन्न सक्नुपर्छ र त्यो निर्देशन भयो भने हामी दफा 14 समितिले कर्मचारी प्रहरलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि गृह कानुन र नेपाल प्रहरीका अधिकारीसँग छलफल गरेको हो। नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समायोजनका नेपाल प्रहरले आवश्यक आधार तयार पारिसकेको बताउनु भएको छ। सङ्घीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहिबारको बैठकमा प्रहरी प्रमुख खनालले सैद्धान्तिक विषयमा न्युकोल भएपछि आफूहरू कुनै पनि समयमा समायोजनका लागि तयार रहेको बताउनु भएको हो। प्रदेश अनुसार आवश्यक पर्ने जनशक्तिको खाका तयार पारिएको र अहिले 26,000 जनशक्ति प्रदेशमा पठाइसकेको उहाँले स्पष्ट पार्नुभयो। जुन राख्यौँ त्यो चाहिँ अनुसन्धानका लागि स्पेसल स्क्वाडहरू डेभलप गरेर त्यो विङको रूपमा पनि डेभलप गर्ने कामहरू भइसकेको छ। तर यहाँ यो सम्मानित समितिबाटै अब आउनुपर्ने के हो भने सैद्धान्तिक विषयहरूमा निर्क्युल भइसकेपछि हामी त कुनै पनि बेलामा हामी तयार छौँ। अझै भन्नुपर्दा मानिसले राख्नुभएको कुरामा यो जुन पुल दरबन्दी भन्दा के हो भन्दा अहिले पनि युएनमा जाने हुन्छन्, ट्रेनिङमा जाने हुन्छन्, बाहिर आउने ट्रेनिङ अहिले पनि हामीसँग डेफिसिट छ। 5,000 भन्दा बढी दरबन्दी अहिले पूर्ति गर्नुपर्ने छ प्रहरी जवानले। तत्काल हामीले रिक्रुटमेन्ट गर्ने हो भने पनि सबै प्रदेशमा हामीले दरबन्दीहरू दिन सकिन्छ। तर सैद्धान्तिक रूपमा हामी सबै क्लियर भइहाल्नुपर्छ। त्यो हुनासाथ कुन कुन प्रदेशमा कति दरबन्दी कायम गर्ने भन्ने कुराहरू पनि त्यसको लागि हामीले स्टडी गरिसकेका छौँ। त्यसमा अब यदि प्रदेश सरकारले त्यसमा होइन हामीलाई त प्रहरी अझ बढी स्ट्रेन्थ चाहिन्छ, हामी यो खालको बनाउन चाहन्छौँ, अहिलेको संविधानको मर्मअनुसारको हरेक गाउँपालिकामा प्रहरी चाहिँ रहनेछ, स्थानीय प्रहरीको रूपमा प्रहरीको युनिट रहनेछ भने छ। हामीलाई अहिले पनि 26,000 दरबन्दी चाहिएको छ। हरेक प्रदेशले रिक्रुटमेन्ट गर्न नसक्ने अवस्था छ। सैद्धान्तिक रूपमा आओस्, त्यसको केही महिनाभित्रैमै पनि हामीले गर्न सक्ने अवस्था छ। त्यसले गर्दा यहाँ रोकिएको हामी छैनौँ। सिनियर अफिसरले त्यो कमान्ड गर्ने अवस्थाकोमा चाहिँ रिक्रुटमेन्ट इमिडिएट गर्न सक्ने अवस्था छैन। अहिले यतिका वर्षसम्म हामीले चाहिँ जुन रिजनल ट्रेनिङ सेन्टरहरूमा पनि सिनियर अफिसर समिति सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रदेश सरकार जस्तो नै नभएका कारण सर्वसाधारण राज्य सञ्चालन व्यवस्थाप्रति नै आशंका उब्जिएकाले सक्दो छिटो प्रदेश प्रशासनले आफ्नो हातमा कमान्ड लिएर जनतालाई विश्वस्त पार्ने वातावरण मिलाउनु पर्ने बताउनुभयो। आफ्नो भनाइ राख्नको लागि समय उपलब्ध छ। हामी पुलमै छौँ, सहज ढङ्गले सरकार फङ्सन होस्, छिटो होस्। किनभने प्रदेश चल्दैन, प्रदेश हुँदैन, प्रदेश सम्भव छैन भन्ने विभिन्न तर्क सुनिरहेको छु क्या मैले। त्यो तर्कसित मेरो सहमत छैन। त्यस कारणले प्रदेश सरकार चल्छ, चल्न सक्छ, प्रदेश सरकार आवश्यक छ भन्ने कुरालाई स्थापित गर्ने कुरासँग सम्बन्धित छ। मुख्यतः शान्ति सुरक्षासँग जोडिएको, प्रशासनसँग जोडिएको प्रहरी बिनाको अहिलेका तलका कानुनका मन्त्री भन्ने छन् नि, त्यो आन्तरिक मन्त्री भने कता आन्तरिकै छन् थाहा छैन क्या अहिले अवस्था त्यस्तो छ। र प्रदेश सरकारले समिति सदस्य पम्फा भूषालले संगठनको सर्वे गरेर सोही आधारमा स्मार्ट सुरक्षा व्यवस्था हुने गरी समायोजन गरिनुपर्ने बताउनुभयो। छलफलपछि कर्मचारी प्रहरलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा 3 को उपदफा 5 र दफा 14 तथा अन्य विवादित विषयमा गृह मन्त्रालयले बिहिबार साँझसम्म प्रतिवेदन तयार पारी समितिमा बुझाउने भएको छ। अब समाचारमा पूर्ण व्यावसायिक विश्रामपछि सरकारले गैर सरकारी संस्थाहरूलाई जवाबदेही बनाउन चाहेको अर्थमन्त्री खतिवडाको भनाइ र मुलुकमा आफ्नै निर्माण कम्पनी स्थापना गर्ने सरकारको तयारी। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसङ्ग।
अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले सरकारले गैर सरकारी संस्थाहरूलाई जवाबदेही बनाउन चाहेको स्पष्ट पार्नु भएको छ। अर्थमन्त्री खतिवड़ाले गैर सरकारी संस्थाहरूलाई जवाबदेही बनाउन सङ्घ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरेको पनि स्पष्ट पार्नुभयो। बिहिबारबाट ललितपुरमा सुरु भएको सार्वजनिक नीति र प्रशासनमा दक्षिण एसिया विषयको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले सङ्घीयतालाई सफल बनाउन तीनवटै तहका सरकारले निजी क्षेत्रसँग सहकार्यलाई जोड दिएको पनि बताउनुभयो। अर्थमन्त्री खतिवड़ाले सङ्घीयता मुलुकका लागि नयाँ अभ्यास भए पनि त्यसलाई सफल बनाउन सरकारले प्रदेश र स्थानीय तहमा पनि अनुमति लिएर गैर सरकारी संस्थाहरूले पनि काम गर्न पाउने नीतिगत व्यवस्था गरेको पनि स्मरण गराउनुभयो। In the most efficient way. This is the conventional wisdom. Hence, both of these ideas is the responsibility of Whatever is entrusted of the local governments must be timely delegated to the respective levels of the government. This is also a choice for an evolving and emerging federal system like that of Nepal. And I would say that as per the spirit of the constitution, the Nepal government, which is said to be federal government, must be doing what it has to do as per the constitution and trust other other tiers of the federal system to work accordingly as per their entrusted responsibility. In doing that, couple of things are important. How do we develop capacity as the central state? The capacity development would be important. And developing institutions, legal and regulatory framework to work with the private sector and community sectors at the sub-nationals level is equally important. We have good practices of community involvement in development and resource management in particular. The forestry group, community forestry, water management groups. अर्थमन्त्री खतिवड़ाले संविधानले शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी लगायतलाई मौलिक हकमा राखेकाले त्यसलाई कार्यान्वयनमा लैजान नीति क्षेत्र र गैर सरकारी संस्थाहरूले पनि महत्त्वपूर्ण योगदान दिन सक्ने पनि बताउनुभयो। 2 दिनसम्म चल्ने सम्मेलनले दक्षिण एसियाली राष्ट्रहरूबीच सार्वजनिक नीति र प्रशासनमा साझा धारणा तय गर्न सच्याउन पुर्याउने विश्वास गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारी गरिरहेको बताउनु भएको छ। बिहिबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले विकास निर्माणका काममा हुने ढिलाइलाई रोक्न सरकार आफैले निर्माण कम्पनी स्थापना गर्ने तयारी गर्नु परेको स्पष्ट पार्नुभयो। उहाँले 1 हप्ताभित्र सो सम्बन्धमा ठोस निर्णय लिने पनि समितिलाई जानकारी दिनुभयो। मन्त्री महासेठले सरकारले आफ्नै निर्माण कम्पनी बनाए पनि निजी क्षेत्रको कम्पनीलाई प्रोत्साहन गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नियम विरुद्ध हुन्छ जस्तो मलाई लाग्दैन, किनभने स्टेक होल्डरहरू नियम भनेको आफ्ना मन्त्रालयबाट यी विशेष उहाँहरूले गर्नुहुन्छ 5 वर्षसम्म हो। सुरुको इस्टिमेट अलिकति हामीलाई बढी पर्छ, तर 5 वर्षसम्म उहाँहरूले मेन्टेनेन्सको जिम्मा लिनै पर्छ। अर्को म एउटा जानकारी मान्य सचिवहरूलाई दिन चाहन्छु। नेपाल सरकार आफ्नो पनि निर्माण कम्पनी स्थापना गर्न गइरहेको छ। सम्भवतः यो 7 दिनभित्रमा आइसक्छ। अहिले मैले के हेरेँ भने हामीले आफ्नो स्थापना नेपाल सरकारको आफ्नो निर्माण कम्पनी जस्तो पहिले एनसीसीएन थियो, अहिले नेपाल पूर्वाधार निर्माण कम्पनीको रूपमा आइरहेको छ। त्यो आए पनि हामीले नेपाली निर्माण व्यवसायहरूलाई प्रमोट गर्छौँ। म बार भन्दैछु उनी कुरो, हामीले नेपाल बनाउनलाई हामीले। मन्त्री महासेठले काठमाडौँमा विद्युतीय सवारी साधन सञ्चालनका लागि कुनै पनि बेला रुट पर्मिट दिन सरकार तयार रहेको पनि बताउनुभयो। बैठकमा समितिका सदस्यहरूले काठमाडौँको सडकको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री महासेठको आलोचना गरेका थिए। काठमाडौँ स्थित कमल पोखरीको पुनर्निर्माणको काम सुरु गरिएको छ। बिहिबार
कमल पोखरीमा कार्यक्रमका बीच काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर साखेले सो पोखरीको पुनर्निर्माणको कामको शिलान्यास गर्नुभएको हो। कार्यक्रममा मेयर साखेले सो पोखरीलाई ऐतिहासिक रूपमा पुनर्निर्माण गरेर पर्यटनसँग जोड्ने घोषणा पनि गर्नुभयो। उहाँले सो पोखरी पुनर्निर्माणको काम 1 वर्षभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई पनि सचेत गराउनुभयो। मैले त छत पोखरी राख्नुहुन्न भनेको थिएँ। अब छत पोखरी राख्यो भने कमल पोखरी नामै बिर्सिन्छ। त्यसरी चाहिँ नि नयाँ राख्ने नाममा कसैलाई खुसी पार्ने नाममा भएको चाहिँ इतिहास चाहिँ लेख्नुहुन्न भनेर भनेको थिएँ। त्यसो भन्दाखेरि कसैलाई फेरि अन्यथा नलाओस्, अन्य अर्थ नलाओस्, अन्य अर्थमा नबुझ्नुहोस् पनि अनुरोध गरेको छ। चाहिँ यसको जसले निर्माण गर्यो कसरी निर्माण चाहिँ आफ्नै ठाउँमा रह्यो। कार्यक्रममा कांग्रेस नेता एवं पूर्व मन्त्री गगन कुमार थापाले सो पोखरीको पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सक्रियता बढाउन स्थानीयलाई आग्रह गर्नुभयो। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। अर्घाखाँचीमा जीप दुर्घटना, 3 जनाको मृत्यु। वीरगञ्ज र बुटवलमा दुर्घटना हुँदा 2 जनाको मृत्यु। महतरीको बर्दिवासमा डकैतको आक्रमणबाट केही व्यक्ति घाइते, करिब 15 लाखको सामान लुटपाट। सर्वोच्चको फैसलालाई सरकार र संसदले कानुनी मान्यता दिनुपर्ने महान्यायाधिवक्ताको स्पष्टति। प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न नसकिने सरकारको स्पष्टति। र सरकारले गैर सरकारी संस्थाहरूलाई जवाबदेही बनाउन चाहेको अर्थमन्त्री खतिवड़ाको भनाइ। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।